फेरि पनि गुड मर्निङ है सबैजनालाई। हिजो त कहीँ भएन, कहीँ गइनँ पनि, कहीँको भाडा भएन पनि, कहीँ गइनँ पनि। आज फेरि घरबाट निक्लिँदैछु है, घरमा बसिरहेको छु। अन्त घरबाट निक्लिँदै बेला भयो। अब आज पनि ढिलो भयो, पानी परेको थियो। अब फेरि आज हेर्नुहोस् कहाँको हुन्छ, के हुन्छ। म कहीँ गएँ भने तपाईँलाई देखाउने छु, यही भिडियोमा एड गरेर है, हेर्दै गर्नुहोस्। आज अन्त मलाई फोन आयो साथीको, पोखरेबुङ जाने भनेर। अन्त सुकिया पोखरेबुङ अब जानुको लागि निक्लिँदैछु। हेर्दै गर्नुहोस् बाटोको के कसो छ, म अपडेट दिँदै गर्छु र यसैमा एड गरेर तपाईँलाई म देखाउनेवाला छु। यो भिडियो आउँछ तपाईँको लागि भोलि, त हेर्दै गर्नुहोस् है साथीभाइ हो। त्यस पश्चात लागे पानीघाटाको बाटो है, पानीघाटाको जङ्गल हेर्नुहोस्। यो पानीघाटा कदमा अब जे भन्न सक्नुहुन्छ, यो पानीघाटा रोड हेर्नु जानुहोस्। फोन आइसकेर हामी आइपुग्यो पानीघाटा। पानीघाटा यो चेङ्गा जाने बाटो हो। अन्त यहाँ चाहिँ बुधबार हाट लाग्छ, यहाँ काम थियो रहेछ, यहाँ आइपुग्यो हेर्नुहोस्। पानीघाटा पुगे पश्चात हामी त्यहाँबाट लाग्यौँ दुधे हुँदै, र दुधेमा चिया खायौँ भनेर चाहिँ हामीले यहाँ गाडी राख्यौँ। त्यस पश्चात यहाँ चिया खायौँ। त्यहाँबाट फेरि अब हामी एउटा निक्लिने छौँ। त्यस पश्चात हामी चिया खाइसकेर हिँड्यौँ दुधे उकालो मिरिक रोड। यो त अब प्रायः जस्तो साथीभाइले देखिराख्नु भएको होला, र पनि मैले यसको यो एउटा ब्लग बनाएर चाहिँ एडिटिङ गरेर चाहिँ हाल्दैछु। यो फर्स्ट टाइम ट्राई हो मेरो। अन्त यहाँ हामी आइपुग्यो दखली है, दखलीबाट उकालो जाँदैछौँ। जस्तो कि अघि नै मैले तपाईँलाई भनिसकेको थिएँ, जाने चाहिँ हो हामी खासमा चाहिँ सुकिया पोखरेबुङ जानुपर्छ। र मैले हिजो अस्ति यो DJI-को एक्सन क्यामेरा लिएको थिएँ, त्यसले ब्लगिङ गर्नु मन लागेको थियो। त्यही भएर त्यो क्यामेराबाट कस्तो आउँदो रहेछ, के आउँदो रहेछ भनेर तपाईँलाई मैले देखाएको, भिडियो देखाएको, भ्युज देखाएको। साथै तपाईँहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट साथै सेयर पनि गर्नुहोस् र भन्नुहोस् कस्तो लाग्यो, राम्रो भयो भएन। फर्स्ट टाइम के सिकेको यो गर्नु मैले होइन, अलिक बोल्नु पनि आउँदैन, बल्ल बल्ल सिक्दैछु कसरी हुँदो रहेछ। हेर्दै गर्नुहोस्। मन पऱ्यो भने फेरि पनि एकपल्ट भन्छु, मन पऱ्यो भने लाइक कमेन्ट र सेयर पनि गर्नुहोस्। यो उकालो त सबैजनाले देखिराख्नु भएको हो, दुधेको उकालो बाटो। प्रायः जस्तो फेसबुकतिर मिरिक दुधे कोही सबै आफन्तहरू यताउता हुनुहुन्छ मान्छेहरू, बाटो देखिरहेको चिनिरहेको हो। र जसले चिन्दैन उहाँहरूको लागि हो यो बाटो, भिडियो यो बनाएको उहाँहरूको लागि हो। किनभने कतिजना मेरो टुरिस्ट पनि हुनुहुन्छ मेरो फेसबुकमा, मेरो युट्युबमा, र उहाँहरूको लागि पनि हो यो भिडियो खास चाहिँ। लोकलले त देखिराख्नु भएको हो, बाहिरको मान्छेहरूको लागि हो। कस्तो के रिभ्यू आउँछ हेरौँ, साथीहरूको कमेन्ट के कसो आउँछ, सेयर कतिको गर्नुहुन्छ, लाइक कतिको गर्नुहुन्छ, हेरौँ है, हेर्दै जाउँ। र यो चाहिँ टुरिस्टहरूले मलाई एक दुईजना टुरिस्टले भन्दै थियो, कहीँ गयो भने कहीँ गएको मजाले एकपल्ट भिडियो बनाएर हाल्नुहोस्, हामी हेर्छौँ तपाईँको भिडियो। बाटो हिँड्दै हिँड्दै हामी आइपुग्यौँ त्यहाँबाट सिंहबली दोस्रो गाउँ, जहाँ हो मेरो ससुराली गाउँ। कसरी बिर्सिनु है ससुराली गाउँलाई। अन्त त्यही बाटो हिँड्नै पर्छ, भिडियो पनि कसरी नबनाउनु। त्यही भएर यो मेरो ससुराली घर हो, यो ससुराली गाउँ हो, सिंहबली दोस्रो गाउँ। ससुराली गाउँ कटे पश्चात यहाँ आउँछ अब 10 नम्बर, जहाँ दाहिनेपट्टि अब मन्जु जाने बाटो। र 10 नम्बरको सिङ्गडा गोलाइ पनि हो यो अङ्कलको दोकान, जहाँको सिङ्गडा चाहिँ एकदमै फेमस छ। म पनि आउँदाखेरि यहाँ चाहिँ जहिले पनि 10 नम्बर काटे पश्चात अब हामी आइपुग्नेछौँ टिङलिङ भ्यू पोइन्ट। यो टिङलिङ भ्यू पोइन्ट चाहिँ हामी टुरिस्टहरूलाई यहाँ रोक्छौँ गाडी, टुरिस्टहरूको लागि। अब हामी सिलगढीबाट भाया मिरिक जानु पऱ्यो भने चाहिँ, भाया मिरिक भन्छु हामी होइन, भाया मिरिक जानु पऱ्यो भने चाहिँ यहाँ हामी रोक्छौँ गाडी। यहाँ गाडी रोकेर यहाँ पनि चिया खान्छौँ यसो। टुरिस्टलाई खानु मन छ भने टुरिस्टले खान्छ, नभए हामी खाइहाल्छौँ यहाँ चिया। अन्त यहाँ लेखेको छ, अब हेर्नुहोस्, टर्निङको अगाडि यो क्रस गरिसकेर यो टिङलिङ भ्यू पोइन्ट हो। यहाँ लेखेको हुन्छ आई लभ मिरिक। अनि हामी यहाँ रोक्छौँ गाडी, यो आई लभ मिरिक। हामी अन्त गाडी यहाँ रोक्छौँ। यहाँ लेफ्ट साइडमा यो गाडी रोकिराखेको
टिङलिङ पार गरिसकेर चाहिँ हामी गोलपाट टी गार्डनमा रोक्छौँ चिया खानु है। त्यस पश्चात यहाँ रोक्छौँ फेरि हामी सिमाना भ्यू पोइन्ट। अन्त यहाँ रोक्छौँ, यहाँ रोकेर पनि यहाँ मिल्क टी खान्छौँ। यहाँ मिल्क टी खाएर चाहिँ सिधै निक्लिन्छौँ। यो भिडियो यति मात्रै हो, धन्यवाद है। र यो भिडियो मैले इन्कम्प्लिट गरेँ किनभने यो भिडियो अलिक लामै गऱ्यो भने चाहिँ तपाईँको 8-9 मिनटको हुँदो रहेछ होइन। मान्छेले हेर्छ हेर्दैन बोरिङ हुन्छ भनेर यति मात्रै हो। नेक्स्ट टाइम कहीँ भने चाहिँ अलिक सर्ट गरेर अलिक राम्रोसँगले सिक्दै गर्दै जाँदैछु। तपाईँलाई यो भिडियो मन पर्यो, राम्रो लाग्यो भने सेयर, लाइक र कमेन्ट पनि गरिदिनुहोस्। धन्यवाद सबैजनालाई। आज यति मात्रै हो।